ओम नमो नारायण। हजुरहरू सन्चै हुनुहुन्छ होला र म भोलेनाथ र माता पार्वतीसँग प्रार्थना पनि गर्नेछु। हजुरहरू यतिकै सन्चो सुविस्तै बस्नुहोस्, खुसीको साथमा जीवन बिताउनुहोस्। र आज म एउटा सानो भोलेनाथकै एउटा कथा लिएर आएको छु। त्यो कथा सुन्नुहोस् र भोलेनाथसँग प्रार्थना गर्छु यो कथा जसले पनि सुन्नुहुन्छ उहाँको जीवनमा आनन्दै आनन्द होस्, खुसी होस्, घरमा खुसियाली नै खुसियाली होस् भनेर अनुरोध गर्नेछु, प्रार्थना गर्नेछु र कथा सुनाउन गइरहेको छु। कथा चाहिँ के हो भने हाम्रो जीवनमा हामीले नराम्रो सोच राख्नु हुँदैन। हामीले राम्रो सोच राख्दै गयौँ भने हाम्रो जीवनमा आनन्द हुनेछ, हामी उँभो लाग्नेछौँ होइन। अरूको बारेमा चाहिँ हामीले आरिस डाइ गर्नु हुँदैन। यो आरिस डाइलाई लिएरै नै चाहिँ यो कथा छ। भने चाहिँ एउटा भक्त हुनुहुन्थ्यो अरे। त्यो भक्त चाहिँ एक दिन यङ नै थिए। ऊ आफ्नो गाउँ छोडेर चाहिँ धेरै टाढा जङ्गल गएर जङ्गलको पारी एउटा पहाड थियो अरे। त्यो पहाडमाथि बसेर धुर धुर रोइरहेको थियो अरे। धुर रुँदाखेरि चाहिँ त्यहाँनिर एउटा साधु बाबा आउनुभएछ। साधु बाबाले भन्नुभएछ, के भयो नानी, तिमी किन यसरी रोको भन्दाखेरि, अनि त्यहाँदेखि त्यो युवकले चाहिँ भनेछ, बाबा म चाहिँ आत्महत्या गर्नु आएको यहाँनिर भन्दाखेरि चाहिँ अनि साधु बाबाले भएछ, नानी तिमी यत्रो भारी बोकेर किन आत्महत्या गर्ने भन्दाखेरि युवकले चाहिँ फर्केर त उता हेऱ्यो अरे कि कहाँ मैले त केही भारी बोकेको छुइनँ त, केही सामान छैन मेरोमा, किन बाबाले यसरी भन्नुभयो भन्दाखेरि सोधे अरे, बाबा मैले त केही भारी बोकेको छुइनँ त भन्दाखेरि चाहिँ अन्त साधु बाबाले भन्यो अरे, तिमीले सामानको भारी नबोकिदिने मनमा यति दुःख पीडाको भारी बोकेर चाहिँ किन मर्ने, यसरी मर्यो भने त तिम्रो मनको शान्ति हुँदैन त नानी भन्दाखेरि अनि युवकले भनेछ, बाबा तपाईँले कसरी थाहा पाउनुभयो मेरो मनमा यस्तो दुःख पीडा छ भनेर। हो बाबा मेरो मनमा धेरै दुःख पीडा छ भन्दाखेरि चाहिँ अन्त बाबाले सोध्नु भएछ अरे, के भन नि त नानी तिम्रो दुःख पीडा के छ भन न त, कतिवटा कुरो भन्यो भने पनि त मन हल्का हुन्छ भन्दाखेरि चाहिँ अनि युवकले भनेछ अरे, बाबा म भगवान्को पूजापाठ पनि गर्छु, आराधना पनि गर्छु, मेरो घरमा आमा छन्, श्रीमती छन्, उनीहरूकै लागि म कति धेरै खट्ने काम गर्छु, बिहानदेखि बेलुकासम्म खट्छु होइन। बिजनेस गर्नु सुरु गरेको थिएँ म र मेरो साथी मिलेर। मेरो साथी चाहिँ उँभो लाग्यो तर म उँभो लाग्नु सकिनँ भनेर मेरो घरवाली आमाले मसँग रिसाउँछन्, क्याच गर्छन्, मलाई राम्रो लाग्दैन, म कति खप्नु बाबा उनीहरूको लागि गर्नु र मलाई मनमा पनि शान्ति नदिने, अन्त त्यसो भए म बाँचेर के गर्नु बाबा, म त मर्नै चाहन्छु भन्दाखेरि चाहिँ बाबाले भन्नुभएछ, साधु बाबाले, होइन नानी यसरी मरेर चाहिँ आत्मा शान्ति पाउँदैन, तिमीले कर्म गर्नुपर्छ, त्यसको फल तिमी राम्रो पाउँछौ। तिमी आज भन त के को बिजनेस गर्छौ, कसरी के भयो भन्दाखेरि चाहिँ हामी दुई साथी मिलेर चाहिँ बिजनेस सुरु गऱ्यौँ। मेरो साथी चाहिँ उँभो लाग्यो तर म उँभो लागिनँ भन्दाखेरि साधु बाबाले भनेछ, नानी तिम्रो मनमा चाहिँ नेगेटिभ थिङ्किङ आएछ, तिम्रो मनमा ईर्षा भाव छ, तिमी साँच्चै कुरा भन त, तिमी बिजनेसमा डाउन भएर कमाउनु नसकेर दुःख पाएको कि तिम्रो साथी अघि बढ्यो उँभो लाग्यो भनेर दुःख छ मनमा भन्दाखेरि, हजुर बाबा मेरो साथी चाहिँ उँभो लाग्यो, म चाहिँ किन उँभो लागेन, म भन्दा बेसी मेरो साथी किन उँभो लाग्यो भनेर मलाई दुःख छ भन्दाखेरि, यो सोचाइ नै गलत हो नानी तिम्रो भनेर बाबाले सम्झाउनु भएछ अरे। हामीले अरूको आरिस गर्नु हुँदैन, तिम्रो साथीले त तिमीलाई सिकाउँदैछ, तिमी साथीसँग बसेर बात गर कि ऊ कसरी उँभो लाग्यो, अवश्य तिम्रो साथीले पनि तिमीलाई भन्नेछन्, ऊ कसरी उँभो लाग्यो त्यसको नियम कानुन तिमी सिक र तिमी पनि उँभो लाग्नु कोसिस गर। यसरी हार मान्नु हुँदैन, अरूको त्यो त आरिस गरेको भयो, यो आरिस गरेर भने चाहिँ कहिले पनि उँभो लाग्दैन नानी, तिमी अझै जीवनमा उँधो नै झर्नेछौ भनेर बाबाले सम्झाउनु भएछ। अनि युवकले सोचे ठिकै छ म एकतालको लागि चाहिँ ट्राई गर्छु भनेर घरमा आएर चाहिँ ठिकै साथीसँग बातहरू गरेँ कि कसरी के भयो भन्दाखेरि साथीले पनि त्यसरी नै उसलाई सम्झायो अरे कि म पनि भगवान्को आराधना गर्छु, भोलेनाथ मेरो गुरु हुनुहुन्छ, माता पार्वतीको आराधना गर्छु, उहाँले मलाई जीवनमा माता पार्वती र भोलेनाथले मलाई साथ दिइरहनु भएको छ, म जीवनमा राम्रो सोच राख्छु र तिम्रो आमासँग पनि गएर म राम्रो कुराकानी गर्छु, आमालाई पनि खुसी दिन्छु, घरमा पनि खुसी राख्छु भनेर चाहिँ आज मेरो सबै कुरो राम्रो भइरहेछ भनेर चाहिँ उहाँले चाहिँ साथी कुराकानी भयो। अनि त्यो युवकले पनि त्यहाँदेखि चाहिँ मनमा खुसी राखेर चाहिँ गरे अरे काम धन्दा, मेरो साथी उँभो लाग्यो मलाई धेरै खुसी छ, म पनि अगाडि बढेर देखाउँछु भनेर
उसले त्यही बिजनेस फेरि सुरु गर्यो। फेरि सुरु गर्दाखेरि चाहिँ अब मनमा खुसी राखेर त्यहाँदेखि उसले पनि भगवानको पूजापाठ गर्यो, भोलेनाथलाई उसले पनि गुरु बनायो, माता पार्वतीको आशीर्वाद लिएर चाहिँ घरमा दोकानमा सधैँ पूजापाठ गर्न थाल्यो। यसको अगाडि उसले दोकानमा कहिल्यै पूजापाठ गर्ने थिएनन् अरे हो। त्यसपछि उसले घरमा पनि पूजापाठ गर्यो, दोकानमा पनि पूजापाठ गरेर बिहानदेखि बेलुकासम्म बसेर चाहिँ सामानहरू सबै सेल गरेर चाहिँ घरमा आउँदाखेरि चाहिँ आमालाई पनि टाइम दियो अरे, आमासँग पनि सुख दुःखको बात गर्न थाल्यो अरे, खुसी दिनु थाल्यो अरे र आफ्नो श्रीमतीलाई पनि खुसी दिनु थाल्दा त अटोमेटिकली ऊ आस्ते 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 उँभो लाग्दै गयो अरे। यसरी अन्त उँभो लाग्दै जाँदाखेरि चाहिँ उसले पस्ताव भयो उसलाई कि मैले मेरो साथीलाई नराम्रो चिताउँदाखेरि, उसको बारेमा नराम्रो सोच राख्दाखेरि मेरो जीवनमा पनि नराम्रो घटनाहरू गर्दै गयो। आजदेखि चाहिँ म अरूको बारेमा नराम्रो सोच्दिनँ, म सब समय नै पोजिटिभ थिङ्किङ राख्छु भनेर चाहिँ उसले जब चितायो त्यहाँदेखि उसको जीवन पनि आनन्दको साथमा राम्रो हुँदै गयो। आस्ते 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 ऊ पनि उँभो लाग्यो, त्यो गाउँमा सबैभन्दा पछि चाहिँ ठुलो मान्छे बने अरे र भोलेनाथको आशीर्वाद पनि भयो होइन, र उसको मनमा सफाइ पनि भयो, राम्रो सोच आउन थाल्यो, पोजिटिभ सोच आउनाले गर्दाखेरि ऊ जीवनमा उँभो लाग्यो। यसरी नै हामीले पनि के गर्नुपर्छ, अरूलाई नराम्रो सोच्नु हुँदैन, अरूको लागि गड्डा खन्यौँ भने त्यही गड्डामा हामी पनि डुबिन्छ भनेर चाहिँ उसले पनि, त्यो युवकले पनि त्यही गर्यो। साथीलाई नराम्रो चितायो र साथीलाई अझै डाउन गर्नु खोज्दाखेरि चाहिँ ऊ भएन जीवनमा अगाडि। त उसको बारेमा जब राम्रो सोच राख्यो, उसले पनि साथीको पनि सपोर्ट गर्दाखेरि चाहिँ अटोमेटिकली ऊ पनि उँभो लाग्यो। त्यसरी नै हामीले जीवनमा पनि राम्रो सोच राख्नुपर्छ। यो कथाले चाहिँ हामीलाई यही सिकाउँछ, हामीले अरूको नराम्रो चितायौँ भने हाम्रो पनि राम्रो हुँदैन, भलाइ हुँदैन। हामीले अरूको भलाइ सोच्यौँ भने चाहिँ हाम्रो पनि भलाइ हुँदै जान्छ, बाटो आफै खोलिन्छ। त्यही भएर चाहिँ हामीले जीवनमा अरूको भलाइ गर्नुपर्छ, अरूको सोचाइसँग चाहिँ राम्रो सोच राख्यो भने चाहिँ हाम्रो जीवनमा हामी पनि अगाडि बढ्न सकिन्छ। यो कथाले चाहिँ हामीलाई यही सिकाउँछ। त्यही भएर